भएको अवस्था छैन समस्या सेतो गबारेको छ अहिले त्यो एकदिन मदानी पासो हेर्न जाऊँ त्यसको बारेमा अलिअलि भनौँला अनि यसको साथसाथै यहाँहरूलाई केही जिज्ञासा भए त्यो पनि सँगसँगै सिन्धुलीको त्यस्तो छैन छैन त्यो छहरीभित्र पनि सेतो गबारो लगाइरहेको छ लगाइरहेको छ त्यही त म आफै जङ्गल धेरै वर्ष भइसक्यो यहाँ बसेको अब एकदम सारी यहाँको 50% कृषक भन्न गाह्रो छ सबै कृषक केराको कालो हुन्छ लङ्गु ताना मनबाट मरिच कि दम हो कति ठुलो बगैँचा रहेछ यहाँ चाहिँ कम्बला होइन होला त्यो होइन होला हाम्रो गाउँमा कति डाडप यो चाहिँ असाध्यै राम्रो मान्छ मानेर के पनि यस्तो दाउरा पनि सुकाठ जस्तो के नबल्ने अनि अब यो गाई बस्तुलाई पनि यस्तो घाँसै नखाइदिने अनि खालि कफीको लागि मात्रै हो यो खारीको लागि मात्रै हामी सिफारिस गर्दैनौँ अब सुरुमा लगाएको फेरि लगाएकै वर्ष लगाएकै अब यो डाडप लगाउनु साइडमा चाहिँ कफी रोपिदिनु अनि खारी मजाले दिदिने कि एकै वर्षमा त्यस्तो खालको हो यसले छिटो चाहिँ अस्थायी खारीको रूपमा एकदम राम्रो काम गर्ने भयो तपाईँहरूको हात लिचीहरू रुख कटार पनि राम्रो मान्छ होइन अब यो बिन्डीहरू यो ठुलो खानु अनि त्यो कमला मेन्दो जाको में बिरुवा लगाऊ अभियान मात्रै सुरु गरौँ भनेर जता पाए उतै रोपेर यस्तो देखिएको हाम्रो माथि यो पहिलाको पुरानो पनि हो कफी गवारोले एकदम नष्ट पनि गरिसक्यो अनि हामीले माथि म्यानेज गरेर रोपेका छौँ होइन मेन्टेन गरिएको छैन कि त्यो जता पाए उतै रोपेर किनभने सबै खराब भयो अब हरियो बनाउनेतिर मात्रै लाग्नु भएर गवार सेतो गवार सेतो गवार लक्ष्य करो के रोग उन्होंने आमाङ बढे होइन बाहिरबाट अनि यसको पात र उचेसको पातमा तुलना गरेर हिँड्ने कति चम्किलो छ कति कालो छ कति खाएको जस्तो छ होइन यो त यो नुन खाएर झोक्राएको जस्तो देखिन्छ यस्तो हेर्दा अघि हेर्दैको यो खोइ मैले थोरै हल्का छोको तानेको त होइन नि होइन खाएरै बिस्ता गरेको हो यो अब यसलाई चाहिँ ल्याएको भयो सेतो गवार गवारोको अब यस्तो गर्छौँ एउटा मेन कारण पनि के छ भने यसमा गवारो छोयो यहाँनिर अर्को रोप्यो भने त सर्यो होइन हालिहालिन्छ अब यो फालेपछि यसले त फेरि योै निकाल्न सकिहाल्छ त्यो एउटा कारण त्यो मान्छेले बुझिन्न म पनि कहीँ जान्छु भने किन यस्तो गरेको यस्तो सरकारी कबरा वंगलो बंगलो विदा बुझ्नु वे काका तिरी वंगलो गबार काका तिरी पनि जुन रङ पुरा जम्मा त्यसै भित्र छ के खोतल्नु पर्छ निकाल्नु खै म निकाल्नु पर्छ कुन महिनामा फुल पार्छ चैतमा हो कि चैतमा त्यो चैतमा आएर यसले नै पक्रै यसले मङ्सिर पुसमै भित्र जान्छ यो चैतमा बाहिर निस्किने प्रक्रिया हो यसको अब बाहिर निस्किने हो लार्वा गर्दै हुनुहुन्छ हाँसे ल्याउनुहुन्छ रे
गाई बस्तु पाल्नु होला त्यतिकै अब यसलाई त के Gabra wong lo wong ding we. Kyo to magi si to. Kutia pani euta त्यस्तै छ है बोर्ड. महँगो रहेछ नि सर यो border ल हेर्नुस् यो प्रेसिडेन्ट हो यो मदनी पाको हो यसमा चाहिँ लियर हुन्छ तरकारीमा क्यु लियर भए जस्तै यसमा जाइलो लियर हुन्छ है जाइलो यसमा जाइलो लियर हुन्छ तरकारीहरुमा क्यु लियर भए जस्तै यसमा जाइलो लियर हुन्छ हैन अनि हरेक बालीले चाहिँ भाले आकर्षण गर्ने हो यो भित्र भएको लियरले कुनै पनि चाहिँ बालीमा हुने किराको भाले आकर्षण गर्छ भने यो चाहिँ यो जाइलो लियरले पोथी आकर्षण गर्ने हो जस्तै फूल पार्नबाट वञ्चित गरेर गबारो नियन्त्रण गर्नका लागि चाहिँ प्रयोग गरिन्छ यो चाहिँ पुसमा के अरे चैतदेखि वैशाख लास्टसम्म चाहिँ यहाँ भएको यो गबारो किरा पुतली के अरे खपटे बनेर उडेर बाहिर आउने क्रममा बाहिर उड्ने बित्तिकै यहाँ आएर टाँसियोस् भनेर यो गरिएको अब कुन साइडबाट उड्छ उताबाट उड्यो भने यहाँ आएन आउने भएन होइन त्यही पनि नियन्त्रण हुन्छ कि भनेर हामीले चाहिँ तर यो त्यसको होइन यो अरू किराहरूको हो त्यसको चाहिँ टाँसेकै छैन हामीले यहाँ आएर हेर्छौँ होइन त्यो अलि ठुलो भएको हुन्छ अनि पछाडि पुगेको हुन्छ यसको चाहिँ खपटे त टाँसिनु लागि त्यति प्रभावकारी हुँदैन भन्छ रिसर्च स्टेसनमा सोध्दा हाम्रो टाँस्या थियो पहिला टाँस्या थियो हाम्रो अब के गरी नियन्त्रण गर्छ यसको त उपाय छैन भित्र खाइदिन्छ न पछाडि हाल्न दिन्छ होइन त्यो भएर यो पनि हुन्छ कि त भनेर चाहिँ हामीले यो चाहिँ राखेको यसको काम चाहिँ यो हो यो संसार पोथी एकटा गर्दैन है पोथीलाई बोलाउनु यो लियरहरु नेपालमा चलिसकेका छन् मैडम के चाहिँ लियरहरु पाइन्छ किन जाइलो क्रेकस मदनी पाको रेडको चाहिँ अर्कै होला कोही मिठोमा ल्याएर लौता उता है बेचिरहेको छ पहिला रोपेको सागको चाहिँ दाबी नयाँ चाहिँ फजिला देखि Makin cuma seperti ini, cuma. Seto gabaro. Ini harus dong bro. Tuh, ro.
रो मरिच मरिच चिरारी लहरा यहाँ नम्बर त तंगोइ बाबङ दिल खने yang jo हो त्यो उड्ने बेलामा छोको हो त्यही गरेर समस्या नि भएको ल यस्ता बेलामा फोटो खिचेर हाल्नु होला यहाँ भित्र छ यसमा छ बिचमा हैन यही छ यी झरे भने हेर्नु है यहाँ मार्ने हो ठ्याक्कै देखाउनु है दुईटा छ दुईटा कति धेरै रहेछ सेतो हुन्छ कि रातो पनि हुन्छ है यसमा रातो हुन्छ पहेँलो जस्तो के रातो हुनाले पहेँलो जस्तो हुन्छ त्यो सुन्तलाहरूमा धेरै लाग्दो रहेछ कि रातो काकातीहरूमा बाटो जस्तो देखिन्छ यहाँ चाहिँ हुने ल बुलुङ कफेरी त बुलुङ र सिङ त बुलुङ दिन भाउ अहिले चाहिँ हामी कफेरी आर्चहरूमा छौँ रातो चाहिँ मौसम सल्लाह काटेको भने ब्यामङ भइसक्यो त्यसमा छैन मुख्य कुरा नियन्त्रण कसरी गर्ने भन्ने चित्र हेरिहाल्नु हो अब त्यो चाहिँ कसैले सकेर होइन कोसिस गर्नु बिचारी भन्ने कुरा अब अर्ग्यानिक भएको हिसाबले हामी प्रयोग गर्दैनौँ बडो मिश्रण र टेस्ट मात्रै हो यसको चाहिँ अब छैन सकिन्छ तल अझ तल गरमा पुगिसक्यो संशोधनका कुराहरू गर्नु पर्दाखेरि छैन सकियो यो सबभन्दा मिठो त्यो किरालाई चाहिँ नियन्त्रण कसरी गर्ने भन्ने हो है वैज्ञानिकलाई नि भेटेर आयो गाह्रो छ त्यस्तो फोटो खाने रहेछ कि विश्वको खाने भने त यो बिच होइन यो हजुर यो खाने ऊ पुरा हेर्नु त है अनि यहाँ भित्रभित्र यस्तो खाने यसरी खाएपछि त के को राम्रो हुन्छ कति घुम्नु जानु कफी प्रशोधन मेसिन मुसिना itu nang mi damma ka fi dunga 38 रोपनी जग्गामा कफी फेरि टिपेर ल्यायो त्यसपछि पानीमा डुबायो पानीमा डुबाएर चाहिँ दानाहरू माथिर उफ्रिन्छन् ऊबाट राम्रा नभएका भित्र कुहिएका तौल कम भएका माथि निस्किन्छन् अनि निस्किसकेपछि हामीले चाहिँ यहाँ ल्याएर इलेक्ट्रिक बत्ती नजोडेर यो चाहिँ नि हातको सहायताले हल्कासँग बिउ चाहिँ निकाल्छौँ होइन त्यो माथिको लागि त्यो माथिको त फाल्ने भुस भयो त्यो डुबेकोलाई मात्रै राम्रोलाई ल्याएर हल्का चाहिँ यसरी त्यही पनि सुरुमा 8 देखि 10 वर्षको बोटलाई ट्यागिङ गरेर त्योबाट मात्रै बिउ निकाल्नु भनेर हाम्रो कृषि ज्ञानीहरू हुनुहुन्छ त्यहाँहरूबाट बिउ ल्याएर त्यो प्रोसेसिङ त्यहाँ गरिसकेपछि यहाँ ल्याएर हातले यसरी छोडाउँछौँ एकै पटक मात्रै हाल्छौँ होइन अरू रहेको चाहिँ हातले निचरेर चाहिँ भित्र मान रुमाल ल्याएर भित्र शीतलमा सुकाउँछौँ बिउको लागि अब चाहिँ हामी पार्कमा बनाउनु पर्छ भने चाहिँ अब पानीमा त डुबाउँछौँ फोहोर त हामीले त्यतिकै राख्नु हुँदैन 5 मिनट पनि बिग्रिन्छ फेरि त्यसको सेन्ट राम्रो आउँदैन
अनि त्यसलाई पनि पानीमा डुबाएर इलेक्ट्रिक जोडेर घुर्र मेसिन जस्तै मिल जस्तै गरेर यतातिर बोक्रा झर्छ उतातिर पार्चमेन्ट झर्छ अनि यति डबल आयो कहिलेकाहीँ अब पुसमागमा धेरै राम्रोसँग पाक्दैन चेप्दैन नि मेसिनले फुत्तुक फुत्तुक दाना फुत्किन्छ कहिलेकाहीँ डबल पनि गरिदिन्छौँ त्यसपछि ल्याएर हामीले बाहिर ल्याएर फेरि सफा गरेर टिपेर अनि यो बिर्को भएको ढक्कन भएको के बाल्टिनहरूमा अथवा जुटको बोरामा चाहिँ हामीले फर्मेन्टेसनको लागि हाम्रो ड्रायर हाउस हो त्यो भित्र 72 घण्टा राखिदिन्छौँ 72 घण्टा राख्नुपर्छ है 72 घण्टा राख्छौँ राखिसकेपछि फर्मेन्टेसन हुन्छ भएपछि हामीले चाहिँ यहाँ ल्याएर यो धारोमा मजाले धुन्छौँ धोएर त्यसको फोहोरहरू फर्मेन्टेसन त्यो गरेको त मसिनो किराहरू सबै हुन्छ अनि त्यसपछि छरछरी यहाँ ल्याएर क्यारेटमा हालेर धुन्छौँ धोएर सफा गराएर एकदम सफा गराएर धोएर ल्याएर त्यहाँ चाहिँ जाली छ हाम्रो त्यो ड्रायर हेरौँ त्यहाँ ल्याएर सुकाउँछौँ होइन त्यो हनीबाट हो भने चाहिँ त्यो पनि होला है चोथोंगी जनता पनि पल्पिङ मेसिन वे छैन दो पल्पिङ मेसिन बोक्रा फाल्ने मेसिन यो चाहिँ सुकाउनु ड्रायर गर्ने सुकाउनु हजुर अनि त्यसपछि त्यो सुकाएर हामीले त्यहाँ राख्छौँ धुलो बनाउनु पर्यो कफी पाउडर बनाउनु पर्यो होइन त्यसपछि त्यो पार्चमेन्ट भयो त्यसको पार्चमेन्टको बाहिर पनि बोक्रा हुन्छ होइन बोक्रा हुन्छ बोक्रा भइसकेपछि त्यसलाई फेरि हलिङ गरेर त्यसको बोक्रा हटाउने काम गर्छौँ बोक्रा हटाइसकेपछि रोस्ट गर्छौँ हलिङ मेसिन पनि छ त्यो त कुहिएको होला नि मकै गएर भुकै राखे हुन्छ फङ्गस स्लो भएको छ यसमा फङ्गस धेरै आयो निन्टनको बहिनीहरू पनि खान्छ है उनीहरूको केही ट्रायल बिग्रियो कि जस्तो लाग्छ बाहिर जानु यो हेर्नको लागि भुटेर राख्ने भुट्ने बित्तिकै अनि हामीसँग मेसिनहरू हुन्छ पाउडर बनाउने अनि त्यसपछि कफी बनाउने मेसिन पनि छ हामीसँग अनि त्यहाँ कफी भुट्ने पाउडर बनाउने अनि कफी खाने अनि सक्यो बाहिर पनि पठाउनुहुन्छ होला हामी बेच्दैनौँ मात्र बिरुवा र बिउको लागि मात्रै बेच्दै अब त्यो माथि मन्त्रालयबाट आउने के काम गर्नु भएको भन्नु केही काम हो भने एउटा बोका हात पारेर भ्याइयो अरे कोसेली कफी yang sebang dia. Yang sebang orang mau di mana sih orang tu balang. Mana lain? Lo jago tu lah saya juga. Kopi ni mana ada? Krisak. Krisak tak, oi, tu tahu projek tak. Tu biok ni dia. Tu gini mana? Cakap kerja bawa dia tu. Tunggu mengon. Tunggu macam tunggu mah. Yang tu pengen ni. Iya. Jadi tu benda dua bulan itu tu tu. Mero yang tu. Sampai dah ni no. Boleh kata ho. Jadi tu na. Terus di mana? No. Krisak mata, oi, krisak mata je. दादा लोग भी बिम था रे वे चावल में 5 रखना चाहिए
यो चाहिँ नेपालकै एउटा कफीको राम्रो हब भएको सरकारी निकाय हो सङ्घीय कार्यालय होइन यो है अस्ति सुरुमा हामी गएको बोर्ड भयो यहाँ पनि छ बोर्ड हेर्नु त बोर्ड आउने फोटो खिच्नु बोर्डमा पनि हुन्छ ओपनमा सर तर भाउनै आउने गरी त तल बस्दा राम्रो बोर्डै आउँछ एकछिन हामीले के हुन्छ के के दादा हो दङ्गेनो कविता एउटा मुझे हो बोर्डै बोर्ड छ यता कफीको टनल कत्रो ठुलो हो नर्सरी के नाम छ म यता बुलाजी छपक रोजी छपक रोजी न